हजुर के भन्छ फर्स्टचोटि होइन सुरुमा के भन्छ विदेशदेखि जाँदाखेरि घर नेपाल जाँदाखेरि केटाहरूले गाउँघरमा के भनेर बोलाउँछन् अरे बोलाउँदाखेरि गाउँमा यार तपाईँको गाउँमा जानुपर्छ हामी सुरुमा के विदेशबाट गयो अनि आउँदाखेरि ओहो धनबहादुर सर के छ नयाँ नयाँ खबर कहिले आउनुभयो विदेशबाट भन्छ होइन अनि तपाईँ त एकदम मोट्नु भएन जस्तो उस्तो रहेछ भन्ने अनि फकाउने अनि पसलमा लाने एक दुईवटा बियर खाने अब नक्कल रक्स खाए पनि अब एकदम म त यस्तो खाँदिनँ यस्तो खाँदैन बियर चाहियो भन्छ अनि त्यो पुरानो हुँदै गएपछि पैसा दिन्छ पैसा ए धनी बुझेँ आइज यस्तो काम गर यस्तो काम भन्ने थगाउँछ कि त्यही भएर अनि फेरि अहिले यहाँ कुवेतमा गयो भने ओहो धनबाद सर के छ यस्तो उता कुरा गर्छ लास्टमा फेरि त्यही भन्छ कि हामीलाई काम बढाउने यता धनी बुझेँ आइज भन्छ कहिले कसले के भन्छ त्यस्तो गर्छ कि हाम्रो नेपालमा चाहिँ अब गाउँमा हाम्रो गाउँमा सुरुमा चाहिँ भर सुरुमा जाँदाखेरि चाहिँ खानको लागि होइन लुट्नको लागि चाहिँ ओ धनेश आऊ भन्छ होइन अनि धनेश आऊ के छ कहिले आएको भन्छ है अनि फगाउँछ लास्टमा पैसा दिन्छ लास्टमा धनी मुजी मेरो घरमा काम गर्न आइज यो गर त्यो गर भन्ने हाल्छ कि त्यस्तो छ हाम्रो अब त्यस्तो साथीहरूलाई त के साथी भन्नु र है अनि गाह्रो छ साथीको नाममा कलङ्क हो नि त तिनीहरू होइन मात्रै गर्छ त्यस्तो है अबदेखि चाहिँ त्यस्तो गर्नु हुँदैन है सचेत हुनुपर्छ त्यस्तो कलङ्क साथीहरूबाट होइन यत्रो मेहनत गरेर होइन दुःख गरी कमाएर गएको पैसा होइन बचाएर लगेर गइन्छ कहाँ त्यसरी जसले जे भन्यो त्यसरी लसक्क फस्ने कुरा हुन्छ त अब त दिमाग आयो होला नि त होइन ल ठिक छ अब चाहिँ त्यस्तो फस्नु हुँदैन ल